र अब न यो मोबाइलदेखि वाक्क भइसक्यो यार। अब आइफोन भइदियो कति मजा आउँथ्यो होला। कति यो मोबाइल चलाइराख्नु क्या मैले, झ्याउ लागिसक्यो। यो तेरो भ्रम मात्र हो साथी। यसलाई हेडोनिक ट्रेडमिल भन्छ। बुझ्न कुरा। हेडोनिक ट्रेडमिल मतलब क्लियरली बुझाएर भन्न भाइ। मतलब नयाँ चिज पाउँदा या नयाँ सम्बन्ध गाँच्दा सुरुमा हामीलाई एक्साइटमेन्ट हुन्छ नि होइन। जस्तै नयाँ केटी देख्दा अथवा नयाँ केटा देख्दाखेरि वाउ कस्तो राम्रो होइन, अथवा नयाँ चिज पाउँदाखेरि मलाई यही चिज चाहिएको थियो, म यो भयो मलाई केही पनि पर्दैन पछि। तर त्यही केटा अथवा केटीसँग वाक्क लाग्छ नि। जस्तै तेरीवालीले तँलाई छोडेर गयो नि, थाहा छ कि छैन? अर्को नयाँ पाएर, तँभन्दा राम्रो बेटर पाएर। सुरुमा त तँ नै आहा कस्तो राम्रो, कति प्यारो भन्थ्यो नि। हो यही नै हो हेडोनिक ट्रेडमिल भनेको। बुझ्न कुरा। अनि अब मैले के गर्नु त भन्न? खुसी कुनै सम्बन्धमा वा वस्तुमा खोज्ने होइन नि, त्यो स्वयंमा हो। त्यसैले आफूमा खोज, आफ्नो गहिराइमा खोज, आफूलाई खोज।